हेलो एभ्रिवान, गुड आफ्टरनुन। हामी चाहिँ अहिले जाँदैछ मेरो दादाको घर हो र म तपाईहरुलाई बाटोमा सबै देखाउँदै लान्छु नि है, कहाँ के छ है, कस्तो छ हाम्रो गाउँ। ओके फ्रेन्ड्स, बाइ बाइ। मेरो भाउजूको बहिनीको छोरी हाई भन्दियो मेरो साथीहरुलाई। हाई। मेरो बधाई टिम गएको रियाद पनि मैं जाएंगा, मैं तो नहीं जाएंगा। मेरो नातिनी हाई भन, मेरो नातिनी हाई भन, नातिनी नभन। हे फ्रेन्ड्स, अब चाहिँ हामी जाँदैछौँ हो, हिँड्नु लाग्यो र बिस्तारै बिस्तारै हामी जाँदैछौँ। म तपाईहरुलाई पछाडिको देखाउँछु है, अगाडिको सानो बाटो छ हेर्नु न, इस्कुसको चाहिँ चारैपट्टि इस्कुस हो। यहाँ इस्कुस हो। बाटो चाहिँ सानो छ हो, हाम्रो दादाको घर जाने। हेर्नुहोस् है, र साथीहरू हामी चाहिँ जाँदैछौँ होइन। यो चाहिँ अलिक जङ्गल एरिया छ हो, चारैपट्टि हेर्नु जङ्गलै जङ्गल छ, एकदम अँधेरो टाइपको छ क्या यो जग्गा चाहिँ। राति हेर्नु चाहिँ अब अलिकति आँट आउँदैन क्या, त्यही भएर हेर्नु चारैपट्टि जङ्गल देख्नुहुँदैछ, चारैपट्टि जङ्गल हेर्नु। यहाँ मेरो परिवारहरू आउँदैछ मेरो पछाडि हो। यो हाम्रो भाइको डगी, हेर्नु न खोलाहरू छ नि त यता हो। भने त मैले यो सानो खोला छ हो, यहाँनिर चाहिँ अलिकति डरै हुन्छ। गिजिङ भयो मेरो ब्लक आयो भने मैले अघि भनिसकेँ। र यो यहाँबाट पनि भेट्टाउँछ गाउँहरू धेरै हो। हेर्नु चाहिँ खाली जङ्गलै, यहाँनिर यस्तो खाले भूतहरू पनि हिँडिरहेको छ। उहाँ चाहिँ मेरो ज्वाइँ हुनुहुन्छ हो, अलिक हाँसी मजाक चाहिँ धेरै गर्नुहुन्छ मेरो ज्वाइँले हो। बाँस हाम्रो त घरमै ब्याम्बो छ। यो हाम्रो काकाको हो, यो डल्लै हाम्रो काकाको हो। सबै जङ्गलहरू छ यहाँ। अँधेरो नि, यहाँ त अँधेरो, हिँड्नु 4 बजीदेखि उता हिँड्नु यहाँ पुरा डर लाग्छ क्या। आइपुग्नु आँट्यौँ हामी मेरो दादाको घर हो। यहाँ चाहिँ सानो गाउँ छ, 4-5वटा गाउँ छ यहाँ चाहिँ, बेसी गाउँ छैन। 4-5वटा गाउँ होइन, 4-5 घर भएको गाउँ छ। 4-5वटा घर भएको गाउँ छ। यो हेरिहाल्नुहोस् है, यहाँ 2-3वटा छ। यो एउटै फ्यामिलीको हो। नयाँ मान्छेलाई देखेपछि भोक्नु थालिहाल्यो। कति राम्रो घर छ हेर्नु न। बेली डान्स गर्ने ड्रेस लगाइरहेछ हो, तर गर्दैन, बेली डान्स देखाउँदैन। यहाँ कपालहरू एकदम चाइनिज स्टाइलले गरिरहेछ मेरो नातिनीले। यो पनि हाम्रो तताहरूको घर हो। अहिले सबै टिका लाउनु गएको छ, कोही पनि छैन होला। यो हाम्रो अजीको घर हो, आफन्त सबै। ढ्याङले हेर्नु न इस्कुस फलेको रहेछ। उसको कुकुर चाहिँ हामी चाहिँ लगभग आइपुग्यौँ दादाको घर। घरमा छ कि छैन दादा? दादा त छैन, दादा त पल्टनमा हुनुहुन्छ। भाउजूको आमा भदैनी चाहिँ छ घरमा। यहाँको अलिकति अप्ठ्यारो छ, यस्तो बाटो छ हेर्नुहोस् न।
अहिले ढुङ्गा लगभग आइपुग्यौँ हामी। यहाँ चाहिँ हाम्रो भेनाको सानो मन्दिर छ, चिटिक्कै बारी छ भेनाले हो। ओह्रालो आइज हो एक उकालो लगभग आइपुग्यौँ। यहाँ चाहिँ चिया बगान छ। यो चाहिँ बच्चा गाछ लगाएको रहेछ है, पुरानो गाछ काटेर। यो चाहिँ हाम्रो दादाको घरको मुनि नै चिया बगान छ। यता चाहिँ च्याउ चाहिँ पुरै पाउँछ है साथी, अब त पाउँदैन, सिजन खत्तम भयो। यहाँ जाँदैछ गाडी राख्ने। यो चाहिँ टुरिस्ट कसको कुकुर यो चाहिँ? यहाँ जब कुसुम कत्रो फुलेको रहेछ हौ। जब कुसुम कत्रो फुलेको रहेछ हौ। यहाँ पनि फुलेको रहेछ, अनि भएर देखेन है। यो चाहिँ हाम्रो दादाको घर हो। अब मैले डान्स गर न, मेरो नातिनी। मैले डान्स गर्न त एकपल्ट म हेर्छु।